विश्वमा बढ्दै गएको औद्योगिकीकरण जलवायु परिवर्तनको मानव सृजित कारण मध्येको मुख्य मानिन्छ। औद्योगिकीकरणले खनिज इन्धनको प्रयोग बढेको छ। यस्ता इन्धनको प्रयोगले हरित गृह ग्यास उत्सर्जनलाई बढाएको छ। यो हरित गृह ग्यासले गर्दा पृथ्वीको तापक्रम बढेको छ। पृथ्वीमा बढ्दै गएको तापक्रमले विश्वको समग्र हावापानीमा फेरबदल भएको छ। यो फेरबदललाई हामी जलवायु परिवर्तन भन्ने गर्छौं, जुन विश्वको साझा सरोकारको विषय बनेको छ। त्यसैले यो सवाललाई सम्बोधन गर्न सन् 1992 मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन ढाँचा सम्बन्धी महासन्धि UNFCCC मा धेरै राष्ट्रहरूले सहमति जनाए। UNFCCC को एकमात्र उद्देश्य भनेको विश्वमा बढ्दो हरित गृह ग्यास उत्सर्जनलाई स्थिरीकरण गर्नु हो। UNFCCC को उद्देश्यलाई सघाउनका लागि सन् 1997 मा क्योटो प्रोटोकल ल्याइयो। यो सन् 2005 मा लागू भयो। क्योटो प्रोटोकलले वायुमण्डलमा उत्सर्जन भएको हरित गृह ग्यासको मात्रालाई सन् 2008 देखि 2012 को बीचमा 5.2% ले घटाउने लक्ष्य लियो। यो मात्रा सन् 1990 लाई आधार वर्ष मानि तयार गरिएको छ। विश्वव्यापी तहमा भएका हरित गृह ग्यास घटाउने यी लक्ष्यहरू पूरा गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्धनलाई विश्वभरि नै जोड दिन थालिएको छ। यो कार्यलाई सघाउन विकासशील देशलाई विकसित मुलुकहरूले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेका छन्। नेपालले पनि नवीकरणीय ऊर्जा प्रविधिको विकासका लागि वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विकास र विस्तारका कार्यक्रम आफ्नै स्रोत र दात्री निकायको सहयोगमा अघि बढाएको छ। जलवायु परिवर्तनको हामीले अब त्यो जुन जस्तो नेसनल एडेप्टेसन प्रोग्राम फर एक्सन पनि हामीले बनायौँ। त्यसलाई इम्प्लिमेन्ट गर्न हामीले लोकल एडेप्टेसन प्लान पनि बनायौँ। अब त्यो प्लानहरू अनुसार हामीले चाहिँ विभिन्न देशहरूमा बाट चाहिँ हामीलाई यो अनुकूलन कार्यक्रमहरू गर्न वातावरण सम्बन्धी जुन हामीलाई असर परिरहेको छ त्यसको रोकथामको साथसाथ त्यसको एडेप्टेसन अनुकूलन गर्नको लागि पनि हामी केही कार्यक्रम अगाडि बढाएका छौँ। नवीकरणीय ऊर्जाको प्रवर्धनका लागि नेपाल सरकारले सुरु गरेको यो पहललाई डानिडा, नर्वे सरकार, UNDP, एसियाली विकास बैंक, विश्व बैंक, जर्मन विकास बैंक, SNV, DFID, युरोपेली आयोग र GIZ जस्ता दात्री निकायहरूले सघाएका छन्। नवीकरणीय ऊर्जा अन्तर्गत नेपालले लघु जलविद्युत, सौर्य ऊर्जा, बायोग्यास, सुधारिएको चुलो र सुधारिएको पानी घट्टको प्रवर्धन गरेको छ। कार्बनका जुन पोटेन्सियल सोर्सेसहरू छन् तिनलाई चाहिँ सकेसम्म न्यून गरेर नवीकरणीय ऊर्जा, स्वच्छ ऊर्जा भन्छौँ हामीले, वैकल्पिक ऊर्जा त्यसैभित्र नै पर्ने हो। त्यसलाई प्रवर्धन गर्न सक्यौँ भने त्यसले चाहिँ त्यो जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई पनि कम गर्ने भयो, वातावरण पनि स्वच्छ राख्ने भयो र हाम्रो आर्थिक समृद्धिमा पनि त्यसले टेवा पुर्याउने भयो। नेपाल सरकारले चाहिँ यो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत धेरै कामहरू गरिराखेका छ। त्यसको संस्थागत सुदृढीकरणमा हामी लागिपरेका छौँ। नीति नयाँ हामी ल्याउँदैछौँ, त्यसलाई स्रोत साधन सुविधा सम्पन्न हामी बनाउँदैछौँ। सन् 2011 को अन्त्यसम्ममा यो केन्द्रको सहयोगमा नेपालका झण्डै 14,50,000 घरधुरी नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगबाट लाभान्वित भएका छन्। नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्धन गर्नका लागि
नेपाल सरकारले अनुदानको व्यवस्था पनि गरेको छ। यो व्यवस्थाले थप उपभोक्तालाई नवीकरणीय ऊर्जाको पहुँच बढाउन सघाएको छ। नवीकरणीय ऊर्जाको पहुँचलाई विस्तार गर्न सजीवन खेती र वायु ऊर्जा प्रविधिलाई प्रवर्धन गर्न थालिएको छ। नवीकरणीय ऊर्जाका यी प्रविधिहरू वातावरणीय लगायतका दृष्टिले पनि प्रभावकारी भएकाले यसप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। अहिले ग्रामीण स्तरमा केन्द्रित यी प्रविधिलाई शहरी क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको छ। जुन किसिमले चाहिँ जस्तै फसिल फ्युलको कन्जम्सन बढेको छ अथवा दाउराको खपत बढेर चाहिँ कार्बन उत्सर्जन बढी भएको छ, त्यसलाई कम गर्नलाई चाहिँ हामीले रिन्युएबल इनर्जी टेक्नोलोजी प्रमोट गरिरहेका छौँ हैन। र रिन्युएबल इनर्जी टेक्नोलोजी प्रमोट गर्दाखेरि हरेक टेक्नोलोजीले अब टेक्नोलोजी हेरिकन चाहे त्यो बायोग्यास अथवा माइक्रो हाइड्रो होस्, त्यसले चाहिँ कार्बन उत्सर्जनलाई चाहिँ कम गरेको छ। अहिलेसम्म हामी ग्रामीण क्षेत्रमा मात्रै थियौँ। ग्रामीण क्षेत्रमा विशेष गरी दाउराबाट जुन खाना पकाउँथे त्यसलाई बायोग्यासबाट गर्ने अथवा बत्ती बाल्थे केरोसिन जुन मट्टी तेल गर्थे त्यसलाई चाहिँ माइक्रो हाइड्रो अथवा सोलर गर्ने छौँ। अब जुन मासिभ रूपले चाहिँ कार्बन उत्सर्जन हुने चाहिँ इन्डस्ट्रियल र शहरी इलाकामा हो, विशेष गरी ट्रान्सपोर्टेसनको कुरा हो अथवा औद्योगिक क्षेत्र हो, त्यसमा हामी अहिलेसम्म गएको छैनौँ। तर अब जाने बेला आएको छ, विशेष गरी यो ट्रान्सपोर्टेसन र अनि चाहिँ इन्डस्ट्रियल सेक्टरमा। अब औद्योगिक क्षेत्रमा पनि हामीले सोलर थर्मलहरू प्रयोग गरेर यो हेभी ओइलहरू जुन छ त्यसको खपत घटाउन चाहिँ सक्छौँ, कोइलाको खपत घटाउन सक्छौँ। त्यतातिर अब हामी त्यतातिर अब जाने सुरु गर्छौँ। नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्धनबाट विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको क्रमलाई न्यूनीकरण र अनुकूलन गर्न सहयोग पुगेको छ। सँगसँगै बढ्दो जलवायु परिवर्तनको असरले नवीकरणीय ऊर्जाका यी प्रविधिलाई चुनौती पनि थपिदिएको छ। नवीकरणीय ऊर्जाको प्रभावकारी प्रविधि बायोग्यास प्रवर्धनबाट ग्रामीण क्षेत्रका उपभोक्ताको समय, श्रम र लगानी बचत भएको छ। बायोग्यासले प्रदूषण रोक्न सघाएको छ। बायोग्यासबाट निस्किएको लेदोलाई मलको रूपमा प्रयोग गरी कृषि उत्पादन बढाउन सकिएको छ। यसले गर्दा किसानहरूको जीविकोपार्जनमा सघाउ पुगेको छ। गोबर ग्यासबाट निस्केको लेदोले अब तरकारी खेती पनि गर्न पाउने र पनि यसबाट राम्रै आम्दानी भइरहेछ। करिब एक सिजनमा 40-50 हजारको तरकारीहरू बिक्री गर्ने गरेको छु मैले। नवीकरणीय ऊर्जाका प्रविधिको सुरुवात हुनुभन्दा पहिले धेरै मानिसहरू यस किसिमका परम्परागत प्रविधिबाट कुटानी पिसानीको काम गर्दथे। यसले उनीहरूको समय र श्रम बढी लगानी हुने गर्दथ्यो। तर तिनै स्थानहरूमा सुधारिएका प्रविधिको प्रयोग भएपछि स्थानीय मानिसहरूको समय, श्रम र लगानीमा बचत भएको छ। बचत भएको समय र श्रमलाई उनीहरूले अन्य आय आर्जनका काममा लगानी गरेका छन्। पाखुरा दुख्थे अनि रोपा जाँदा ढिलो हुन्थ्यो, यसमा छिटो हुन्छ। आफूलाई शरीरमा स्वस्थ हुन्छ सर। हामी त जित्दै पिस्दा पनि एकदम आपतले पिस्थे अनि रोपा जाँदा ढिलो हुन्छ भन्थे। अब त सन्चो छ अनि अलि आराम हुन्छ हामीलाई। समय पनि तपाईँको छिटो हुने भयो। पहिलाको त्यो सुधारीको घटना हुन्जेला हामीहरूलाई 2 दिन 3 दिन लाग्थ्यो एक कट्टा पनि पिस्न। आजभोलि तपाईँको आएर 1 घन्टामा 1 कट्टा पनि पिसेर लगाउन सक्छौँ हामीहरू। यसले समयको पनि बचत हुने भयो। पहिला यो कुटनी पिसनीको लागि चाहिँ हाम्रो डिजल अत्यन्तै धेरै खर्च गरेर चाहिँ डिजल मिल प्रयोग गर्नु पर्थ्यो भने हाल आएर यो लघु जलविद्युत आयोजना चाहिँ सञ्चालन भइसकेपछि त्यस्ता खालको मिलहरू चाहिँ विस्थापित भएर अहिले चाहिँ अत्यन्तै यो करेन्टबाट सञ्चालन भइरहेको अवस्थाले गर्दाखेरि सुविधा धेरै राम्रो छ सर। अहिले जलवायु परिवर्तनले कतिपय मानिसहरूको परम्परागत जीविकाको पेसालाई नै सङ्कटमा पारेपछि उनीहरू यस्ता पेसाबाट विस्थापित पनि भएका छन्। यसरी विस्थापित भएकाहरूलाई लघु जलविद्युत र
सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाका प्रविधिले जीवन यापन गर्ने नयाँ विकल्पहरू दिएका छन्। यसले गर्दा उनीहरूले आफ्नो सङ्कटमा परेको जीविकालाई अनुकूलित गर्न सकेका छन्। बत्तीले गर्दाखेरि चाहिँ अहिले रोजगार पनि राम्रै छ होइन, हामीलाई पनि अब काम गर्नेलाई पनि सजिलो छ बत्तीहरूले गर्दा। अब खास 200-300 देखि 400-500 कमाउँछौँ हामी। पहिला पानी पर्थ्यो, अहिले पानी नि पर्दैन। समया नि अब के भयो त, यस्तो घाम खडेरीले होला कमै खेती बिग्रियो, गहुँ जौ छरे ठाउँमा रातो हुन्छ। यो बत्ती आउने साथै हामीले मेल राखेको, दुनियाँले पिठो ल्याउँछन् पिन्ने, दुनियाँलाई फाइदा दिने। अब त्यही फाइदा होला भने हामीले राख्ने कोही बेला फाइदै हुन्छ। पहिला हामीले जुन रोप्थ्यो त्यो चाहिँ अलि तल औलमा अथवा फाटहरूमा हुने हरू चाहिँ अलि सप्रदै गयो र लेकमा फल्ने खेतीपातीहरू चाहिँ अलि बिग्रदै गयो। त्यसो भएकोले मैले यो के अरे बिजुली आयो, सबै हुन थालेपछि मैले यो फ्रिजद्वारा मासु या भण्डारण गरेर अहिले सेल गरिरहेको छु र यो पेसा अपनाएको छु। बायोग्यास र सुधारिएको चुलो प्रवर्धनबाट ऊर्जाका लागि प्रयोग गरिने दाउरा र मट्टी तेलको प्रयोग घटेको छ। नवीकरणीय ऊर्जाको प्रयोग बढेपछि वन जङ्गल फडानीमा पनि कमी आएको छ। कोहीले त त्यो खलियो राख्ने के जस्तै काँचो दाउरा लास पारेर चाहिँ सुकाएर ल्याउने त्यो चलन पनि थियो। आजभोलि त्यो चलन पनि हट्दै गएको छन्, छोड्दै गएको छन् पनि भनौँ। त्यो आनी बानी सुधार्दै अलिअलि सुधार त आएको छ। धेरै स्थानमा सफलताका साथ प्रयोगमा आएको लघु जलविद्युत तथा सौर्य ऊर्जा प्रविधिले उज्यालो र ताप दुवै आवश्यकतालाई पूरा गरेका छन्। कतिपय स्थानमा स्थानीय उत्पादनलाई प्रशोधन गर्नका लागि दाउराको सट्टा सौर्य ऊर्जाको प्रयोग गरिएको छ। नवलपरासी जिल्लाको धौबादी गाउँ विकास समितिका बासिन्दाले बेसार र अदुवा सुकाउन गाउँमा जडान गरिएको सोलर ड्रायर प्रयोग गरेका छन्। तर पहिले उनीहरू यी वस्तुहरू प्रशस्त दाउराको खपत हुने यस्तो परम्परागत भट्टीमा सुकाउने गर्दथे। अदुवा खेती गर्ने मान्छे धेरै छन् गाउँमा, धेरै अदुवा चाहिँ खेती गरिन्छ। तर कहिले चाहिँ अदुवा नै बेचिन्छ, कहिले चाहिँ सोठी बनाएर चाहिँ सोठी भाउ आयो भने सोठी बनाएर बेचिन्छ। र अब यस्तै चाहिँ प्रयोग गर्यो भने अब फाइदा होला जस्तो लाग्छ र बरु यो चाहिँ अलि धेरै चाहिन्छ। अति चिसो हुने हिमाली क्षेत्रमा तताउने लगायतका काममा पनि थर्मल सोलरको प्रयोग भएको छ। यसले गर्दा तापीय प्रयोजनका लागि प्रयोग हुने दाउरा, मट्टी तेल र डिजेलको प्रयोग घटेको छ। हाम्रो डेली 40-50 जना क्लबको मेम्बर भनौँ अनि यहाँको समुदायले चाहिँ नुहाउने काम गर्छ, जसको कारणले गर्दा यो चाहिँ एउटा चाहिँ हाम्रो दाउराहरू बचत गर्नु पनि यसको ठुलो सदुपयोग हामीले बुझेका छौँ। नेपालले सफल रूपमा प्रयोग गरेका नवीकरणीय ऊर्जाका यी प्रविधिले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन्। यो कार्यले गाउँघरमा ऊर्जाका लागि हुने गरेको वन फडानीलाई समेत न्यूनीकरण गर्न सघाएको छ।
पहिले हाम्रो यो परम्परागत चुलोमा छ सबै दाउरा नै प्रयोग गर्थे। त्यसपछि अब प्रत्येक दिन दाउरा लिन जङ्गल नै गइरहनु पर्ने थियो। जङ्गलमा जाँदाखेरि अब एक दिनमा एकजनाले एक घरले एउटा रुख काट्नुपर्ने अवस्था हुन्थ्यो है। त्यो एक रुख काट्दाखेरि अब एक घरले भनेपछि 30 दिनमा 30वटा चाहिँ रुखहरू काटिने भयो र हाम्रो समथिङ अब एक वार्षिक हिसाबमा 13,000सम्म रुखहरू काटिन्थे। अहिले हाम्रो यो गोबर ग्यास र यो सुधारीको चुलाले गर्दा अब त्यति दुःख पनि छैन, समयको पनि बचत हुन्छ। अब हामीले एक दिन दाउरा लियो भने करिब 3-4 दिनलाई चाहिँ पुग्छ। नेपालले नवीकरणीय ऊर्जाका क्षेत्रमा गरेका यी कार्यले हरित गृह ग्यास उत्सर्जन गर्ने इन्धन विस्थापित हुँदै गएको छ। यसलाई नेपालले वातावरणको क्षेत्रमा गरेको ठूलो प्रगतिका रूपमा लिन सकिन्छ। यी प्रविधि नभएका ग्रामीण इलाकामा अझै पनि उज्यालोका लागि दियालो बाल्नुपर्ने बाध्यता छ। दियालो र दाउराको प्रयोगले पनि वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जन गरेको छ। वन विनाश भएका कारणले यहीँ हाम्रै भूमको भन्ने ठाउँमा पोखरी सुकेर आजभोल केही छैन पानी भन्ने व्यवस्था। उही बेला त्यो खाल खोलेर रुपैयाँ अद्दथ्या, चाहिए बेला पानी ल्याउँथ्या, गोरु खान्थ्या, रुपैयाँ अद्दथ्या, सबै कुरा सुविधा भइएको थियो। अब त्यो सुकेका कारणले पानी पाउँदैन, रुपैयाँको बेला पनि खेतीको लागि पानी पाइँदैन। पहिले त त्यस्तो हुने थिएन, 12 मास मेघा हुन्थ्यो, मुला फुटिदिन्थ्यो, जीवन पनि रसिलो हुन्थ्यो, ढुङ्गो मुनि थिएन, ढुङ्गा पनि रुखबिरु पनि उमर्थ्यो। अहिले त रुखबिरु कहाँ उमर्छ ढुङ्गामा, पहिले त जमानै अर्को थियो हेर्नुहोस्। जलवायु परिवर्तनको असर न्यून गर्न र उपभोक्तामा अनुकूलन क्षमता बढाउन सघाएको नवीकरणीय ऊर्जा प्रविधि पनि बढ्दो जलवायु परिवर्तनको असरबाट सुरक्षित छैन। जलवायु परिवर्तनको बढ्दो असर नवीकरणीय ऊर्जा प्रविधिका लागि चुनौती बनेको छ। सल्लेरी चल्सा विद्युत कम्पनीको यो पावर हाउसमा अहिलेसम्मको अनुभवमा पोहोरको साल र परारको साल केही सतह घटाएको थियो पानीको। त्यसले अलिकति हामीलाई पनि अप्ठ्यारो चाहिँ बनाएको थियो। अन्तरको ठाउँ सानो सानो लघु जलविद्युतहरूमा चाहिँ जस्तै पतालेको एउटा सानो लघु जलविद्युत छ, त्यसमा चाहिँ धेरै पानी कमै आउँछ हिउँदोमा चाहिँ, त्यसमा चाहिँ वातावरणमा केही असर परेकै जस्तो देखिन्छ। जलवायु परिवर्तनको असर बढ्दै जाँदा पछिल्लो समयमा पानी पर्ने तौर तरिकामा पनि फेरबदल भएकाले अतिवृष्टि र अनावृष्टि बढेको छ। यसले गर्दा नवीकरणीय ऊर्जाका भौतिक संरचनालाई क्षति पुग्ने लगायतका थप समस्या पनि निम्तिएका छन्। यसको उदाहरण हो डोटीको समूह गाढमा विक्रम सम्वत 2037 सालमा निर्मित यो 200 किलोवाट क्षमताको लघु जलविद्युत आयोजना। औलधारादेखि लिएर माथि त्यो लेकसम्मलाई एकनाश बढ्यो। त्यो एकनाश पानी पर्नाले धेरै असर गर्यो। त्यो पानीले 81 आएर सिधै छतमा बाढी आएर सिधै छतमा गएर छतै समेत पुर्यो। त्यहाँका ट्रान्सफर्मरहरू पनि गुल्टायो, इर्पिन वालहरू पनि भत्किएर गए। माथिबाट पहिरोको जुन अहिले गएको जो पिनिस्टर पाइप जडान भएको ठाउँ छ, त्यो टङ्कीहरू त्यसको माथिल्लो भाग भत्किएर आयो। जलवायु परिवर्तनकै असरले गर्दा हिमताल विस्फोटको खतरा पनि बढेको छ। हिउँ पग्लिने क्रममा भएको परिवर्तन र हिमताल विस्फोटका घटनाले ठूला जलविद्युत आयोजनालाई समेत असर गर्ने खतरा बढेको छ। हिमताल विस्फोटले तल्लो तटीय क्षेत्रको जीवनमा पार्न सक्ने असर अर्को चिन्ताको विषय बनेको छ।
यी समस्यालाई न्यूनीकरण गर्नको निमित्त अहिले विभिन्न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र यसमध्ये विशेष गरेर हामीले दुईटा प्रकारका कार्यक्रममा हामी बढी केन्द्रित छौँ। एउटा अनुकूलन सम्बन्धी कार्यक्रमहरू, एडाप्टेसन सम्बन्धी, र अर्को चाहिँ हामी वैकल्पिक ऊर्जा अथवा नवीकरणीय ऊर्जालाई कसरी प्रवर्धन गर्न सकिन्छ र त्यसबाट कसरी हामीले बढी फाइदा लिन सक्छौँ। जलवायु परिवर्तनको असरले निम्त्याएका यस किसिमका समस्याको सम्बोधन गर्न नीतिगत तथा कार्यगत प्रयासको थालनी भएको छ। यस्तै प्रयास अन्तर्गत नेपाल सरकारले सन् 2010मा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमा जलवायु तथा कार्बन इकाइ स्थापना गरेको छ। यो इकाइ मार्फत नवीकरणीय ऊर्जाको प्रवर्धनबाट हरित गृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गरी जलवायु परिवर्तनको असरलाई अनुकूलन गर्ने कार्यको सुरुवात भएको छ। यो कार्यबाट स्थानीय मानिसहरूमा जलवायु परिवर्तनको असर अनुकूलन क्षमतालाई बढाउने र यस्ता उपलब्धिलाई मूल प्रभावीकरण गर्ने लक्ष्य राखिएको छ। We've been very proud to be able to support this program. It's a very innovative program. It tries to bring together both the carbon dioxide reductions from renewable energy and the adaptation benefits that energy supply provides. We recognise that countries like Nepal have done the least to contribute to climate change, and yet the poorest people in Nepal are suffering the most. So we have a very clear policy to provide support to the poorest, and particularly to help them adapt, because if they can't adapt, they're going to suffer the most from the climate changes which are now inevitable, whatever we do in terms of reducing emissions. यो इकाइ मार्फत जिल्ला स्तरसम्म योजनाबद्ध ढङ्गले जलवायु परिवर्तन र ऊर्जा व्यवस्थापन सम्बन्धीका निर्देशिका तथा योजनाहरू बनाउने कार्यको थालनी भएको छ। सुरुवातको रूपमा इलाम, मुस्ताङ र मकवानपुर जिल्लामा जिल्ला जलवायु तथा ऊर्जा योजना तयार गरी जिल्ला विकास समिति मार्फत कार्यान्वयन गर्न थालिएको छ। बायोग्यास आयोजनाहरूलाई स्वच्छ विकास संयन्त्रको रूपमा विकास गर्यौँ र त्यसलाई दर्ता पनि भइसक्यो र यही बिचमा यो सिडिएम कार्यकारी बोर्ड भन्छ, त्यसले चाहिँ दर्ता भएका बायोग्यास आयोजनाहरूबाट यो सर्टिफाइड इमिसन रिडक्सन भन्छ, त्यसलाई इस्यु पनि गरिसकेका छ भने नयाँ अब लघु जलविद्युत आयोजना पनि स्वच्छ विकास संयन्त्र आयोजनाको रूपमा विकास भइसकेका छ। सुधारिएको चुलो, सुधारिएको घट्ट र सौर्य ऊर्जालाई पनि अहिले हामीले स्वच्छ विकास संयन्त्र कार्यक्रमको रूपमा त्यसलाई विकास गरिरहेका छौँ। तीनटा जिल्लाहरूमा मुस्ताङ, मकवानपुर र इलाममा जिल्ला स्तरमा जलवायु र ऊर्जा योजना कार्यान्वयन गर्नको लागि पनि सहयोग सुरु भएको छ। जलवायु परिवर्तन सम्बन्धी बृहत रूपमा सञ्चालन गरिएका कार्यक्रमले गर्दा यसको असरका बारेमा आम मानिसहरूको चासो र सचेतना पनि बढ्न थालेको छ। यसको बहस र छलफल गाउँ-गाउँमा पुग्न थालेको छ। यस्ता छलफलले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने र स्थानीय स्तरमा अनुकूलन गर्ने सम्बन्धीको सचेतना र क्षमता बढाउन सघाएको छ। जलवायु परिवर्तनको मुख्य सम्बन्ध ऊर्जा खपतसँग जोडिएकाले यो समस्यालाई उपयुक्त ढङ्गले सम्बोधन गर्नका लागि नवीकरणीय ऊर्जा प्रविधिको आवश्यकता र महत्त्व बढेको छ। कहिल्यै पनि नसकिने ऊर्जाका यी स्रोत र प्रविधिको उचित व्यवस्थापन र सदुपयोगबाट ठूलो आर्थिक फाइदा पनि लिन सकिन्छ। त्यसैले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई अनुकूलन र न्यूनीकरण गर्दै गुणस्तरीय मानव जीवनलाई सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग नै उत्तम विकल्प हो।